हेलो साथीहरू, आज चाहिँ दिदी र म जङ्गलतिर आएको छु। म चाहिँ च्याउ खोज्न आएको। दिदी चाहिँ कहाँ हो फेरि? दिदी चाहिँ घाँस काट्न आएको हो। अनि म चाहिँ न च्याउ भेट्छ कि भनेर यसो दिदीसँग साथी हुन्छ कि भनेर आएको छु। तर च्याउ चाहिँ भेट्छ कि भेट्दैन थाहा छैन। जङ्गल पनि यहाँ कस्तो राम्रो ठाउँ देख्छ हौ। कति टाढाको छिटाउन हौ, छिटाउनु। ओइ के भन्छ यार? हराओस् न, यहाँ मान्छे त हराउँछ अहिले। कुकुरको के कुरा गर्ने होइन साथीहरू? हेर्नु न, कुकुर लिएर आएको छ क्या दुइटा सानो। How are you? हामी जङ्गलतिर आएको छु। गङ्सल तामाङ, गङ्सल नेपाली, तामाङ भएपछि यस्तै त हो नि होइन साथीहरू? पानी पनि कति पर्न लाग्यो हो, पानी पनि। च्याउ भेटियो मैले। यहाँ अलिकति रहेछ क्या यो। खोइ च्याउको नाम चाहिँ के भन्छ कुनि? यहाँ रहेछ क्या, अलिकति भेट्यो मैले। यो चाहिँ नारायण खोला हो, हाम्रो घरदेखि अलि यतापट्टि। कति राम्रो देख्दो रहेछ है गाउँ चाहिँ। फेरि जङ्गलतिर नै केही छैन क्या हो भाइ। हिँड्दैछु। दिदीको हालत दिदीलाई घाँस भेटेन रे, के गर्नु? किन घर हेर्नु न, घर होइन यो के भन्छ अरे लास्टमा? क्रिस्टियन कि के भन्छ अरे? क्रिसमस। आउले छिटो अनि छिटो यार माइगा दे मा चर्च। घर त राम्रै देख्दैन त, के देखाउनु होला? अब जङ्गलतिर हिँड्यो, यत्तिकै भिडियो बनायो, हिँड्यो। जिन्दगी जङ्गल पनि फेरि यस्तै र अब जङ्गलको बिचमा आयो, भिडियो बनायो, बस्यो। अब जङ्गल पनि कति हो, कलो देख्छौँ पो। हामी चाहिँ घर जाँदैछु, घर फर्कियो। अब चाहिँ दिदीको घाँसको बारी कहाँ हो, देख्छ कि देख्दैन फेरि? म चाहिँ त्यतिकै हिँडेको। अब गाइस यति घाँस बोक्दैछु। च्याउ पनि भेटेन, दिदीसँग साथी मात्रै आएको। अब के भन्नु, त्यही त बाटो पनि यस्तै छु। घर जाने। दिदी घाँस बोक्दैछ। तो कोई चीज रोक लानी आयो मान यार जी। जङ्गल, हरियाली जङ्गल। यस्तै हो। यहाँ के हो?
जङ्गलको भिडियो सिनै राम्रो आउँछ बरु। कति राम्रो जङ्गलको सिन पनि कति राम्रो आएको हो। अबे अहिले सिन देखाउँदा देखाएर मान्छे त यहीँ हुन्छ फेरि। घाँसको बारी ब्युटिफुल दिदी। बहिनी चाहिँ च्याउरी बुढी आयो। आफू त ब्युटी छैन, के गर्नु यस्तै छ होला। जङ्गलतिर हिँड्ने हो यसरी, के भन्छ गीतमा नि, मायालो को सहरमा हिँड्ने हो यसरी। मेरो गीत चाहिँ फेरि खतरा छ। मान्छे जस्तो गीत गाउन नि आउँदैन, त्यस्तो पनि भएन, के गर्नु हौ साथीहरू। अब उता पनि पुग्न लाग्यो। उता बाटोमा हामी चाहिँ अब चाहिँ पुग्छ है साथीहरू। आइपुग्यो हामी चाहिँ बाटोमा। अब यता गोठमा आइपुग्यो, दिदी पनि आइपुग्यो। यता पाखा भिर के हो यो देख्दैन राम्रो नि। पुग्न लाग्यो यता गोठमा चाहिँ। अब घर त अब उतापट्टि नै हो, घरमा पटेर जानुपर्छ। के हो हा भन्छ है। राम्रो ठाउँहरू गाउँहरू देख्छ। हाम्रो गाउँघर यो चाहिँ गुम्बाको लागि बनाउन रेडी गरेर राखेको के यो चाहिँ। यहाँ बेला बेलामा पूजा पनि हुन्छ क्या। म चाहिँ यता आएको यसो हेर्नुलाई। गर्मी घर देख्दैन राम्रो पनि। लु यो चाहिँ हाम्रो बारी हो कि यो घर चाहिँ अब रुखले गर्दा देख्दैन क्या। हाम्रो गाउँहरू यस्तै छ हौ साथीहरू। फेरि बिचमा खोला छ। अब चाहिँ भिडियो यति नै।